आज चाहिँ हामी 3D भ्युइङ पाइपलाइनिङको सबै कुरा हेर्न गइरहेको छौँ। सबैभन्दा पहिला 3D भ्युइङ पाइपलाइनिङमा के पर्छ हेरौँ। यहाँ हेर्छ सुरुमा हामीसँग हुन्छ मोडलिङ कोअर्डिनेट्स। भेरी इजी। भनेको के भन्दाखेरि हामीले एउटा मोडल बनाइरहेको छौँ। सपोज एउटा 3D वर्ल्डमा हामीले एउटा मोडल त राख्नु पऱ्यो नि। जस्तै ब्लेन्डरमा बनाइरहेको छ भने मोडल बनाउँछौँ। साँच्चीकैमा छ भने त पहिलेदेखि त्यहाँ जस्तै महीबाट उभिएर आउँछ एउटा मोडल भयो नि त। अब यदि फर्स्टमा एउटा मोडल यहाँ छ, एउटा मान्छे हो अरे, अर्को मोडल भनेको एउटा ह्याड छ अरे होइन। यो बनाउँदाखेरि त आफ्नै कोअर्डिनेट सिस्टममा बनाउँछ नि त सुरुमा यसलाई 3Dमा होइन। यसको आफ्नै हुन्छ, त्यसपछि यसको आफ्नै सिस्टम हुन्छ। दुईवटा मोडल भयो होइन हामीसँग हो। अब यो दुईवटा मोडललाई चाहिँ हामीले के गर्छौँ, वर्ल्ड कोअर्डिनेट ट्रान्सफर्मेसन भनेको के भन्दाखेरि एउटा सँगै वर्ल्डमा लगेर राख्छौँ। भनेको अघि छुट्टै भएको मान्छे र छुट्टै भएको ह्याडलाई हामीले एकै ठाउँमा लगेर राख्यौँ। रियल वर्ल्डमा कसैजनालाई गरेर मिल्यो, 4जना मान्छेको फोटो खिच्नु छ, 4जना फरक फरक ठाउँमा छ, हामीले एउटा वर्ल्डमा एउटा सिनमा ल्याएर 4जनालाई राख्यौँ। इजी होइन। अब वर्ल्ड कोअर्डिनेट ट्रान्सफर्मेसन पछि भ्युइङ कोअर्डिनेट ट्रान्सफर्मेसन, यो भनेको इम्पोर्टेन्ट हो। यो भनेको चाहिँ के भन्दाखेरि क्यामेराले कहाँबाट खिच्छ। अहिले त हामीले क्यामेरा डिफाइन गरेको छैन, क्यामेरा कहाँ छ हो। अब हामीले यहाँ क्यामेरा अहिले डिफाइन गऱ्यौँ, कहाँ छ, यहाँ छ। ठिक छ, हेरौँ है त। अब यसमा भ्युइङ कोअर्डिनेट सिस्टम डिफाइन गर्नको लागि एकदम 4-5वटा एकदम इम्पोर्टेन्ट कुरा हामीले बुझ्नुपर्ने भनेको चाहिँ के भन्दाखेरि फर्स्ट कुराबाट सुरु गरौँ। यो पोइन्टलाई मैले पी नाम दिएको छु। यहाँ हेरौँ, यो पीको नाम के हो, लुकअप पोइन्ट भनेको चाहिँ के भन्दाखेरि हाम्रो क्यामेराले मेन फोकस गरेर हेर्ने ठाउँ कहाँ हो भनेको यसको अराउन्डको कुराहरू देख्न पनि सक्छ, तर मेन हेरेको कुरा चाहिँ त्यहाँ होइन, बिचमा चाहिँ त्यो कुरा पर्छ होइन। जति सक्यो क्यामेरा र यो पीको डिस्टेन्स चाहिँ कम हुनुपर्छ भनेर लेखाएको छ होइन। अब अर्को कुरा हेरौँ है त। जुन मैले अघि क्यामेरा भने अथवा आँखा भने त्यसलाई भन्छ भ्यू रिफरेन्स पोइन्ट। र यो पोइन्ट चाहिँ यहाँ छ, यहाँ देख्न सक्छौँ हामी। र यहाँ चाहिँ एउटा कोअर्डिनेट सिस्टम हुन्छ कि यसलाई चाहिँ ओरिजिन अफ भ्युइङ कोअर्डिनेट सिस्टम भनेर मानिन्छ कि। ल है त। अब त्यो कसरी हुन्छ म त्यो पनि भन्छु होइन। त्योभन्दा अगाडि जुन यो लुकअप पोइन्ट पी छ, त्यो पीबाट जुन यो आँखातिर जुन एउटा नर्मल भेक्टर जान्छ त्यसलाई हामी एन भेक्टरले डिनोट गर्छौँ। ठिक छ, भ्यू प्लेन नर्मल भेक्टर भनिन्छ यसलाई भन्छ एन भेक्टर होइन। अब हेरौँ है, एउटा हामी होइन हेर्ने आँखाले हो होइन, तर जस्तो केमा हेर्छ, आँखाले त हेर्छौँ तर एउटा पर्दामा जस्तो हेर्छौँ नि त। भनेको त्यसको अगाडिको एउटा स्क्रिन छ यहाँ, यसलाई भन्छ भ्यू प्लेन। यो भ्यू प्लेन चाहिँ कसरी बसेको हुन्छ भन्दाखेरि जुन मैले अघि एन भेक्टर भने, यो एन भेक्टरसँग चाहिँ जहिले पनि परपेन्डिकुलरमा बसेको हुन्छ। मतलब यसको बिचबाट पनि यहाँ एन भेक्टर निक्लिरहेछ होइन। यो एन भेक्टर यहाँ गइरहेछ होइन, यसरी सर्र गइरहेछ होइन। यो एन भेक्टर सिधा गइरहेछ होइन। हो, हामीले यही एन भेक्टर पक्रेर चाहिँ एउटा भ्युइङ कोअर्डिनेट सिस्टम जुन मैले यहाँ भनेको छु नि, यो भ्युइङ कोअर्डिनेट, यो कोअर्डिनेट सिस्टम चाहिँ यहाँ मैले यसलाई ओरिजिन मानिदिन्छु यो आँखालाई होइन। जुन यताबाट आइरहेको एन भेक्टरतिर चाहिँ मैले जेड एक्सिस मानिदिन्छु होइन। जुन यो जेड भी लेखिदिन्छु किनकि भ्युइङ कोअर्डिनेटको जेड एक्सिस भनेको जेड भी हो होइन। हो, यसलाई भन्छ जेड भी भनेको जेड एक्सिस यतातिर भयो होइन। भ्युइङ कोअर्डिनेट सिस्टमको यो बिचको ओरिजिन भयो। अब यो भ्युइङ रिफरेन्स पोइन्ट मैले जुन भने यो पोइन्टबाट ठ्याक्क माथि परपेन्डिकुलर जेड भीसँग चाहिँ हामीले एउटा भेक्टर बनाउँछौँ, भी भेक्टर ल्याएको छौँ, त्यसलाई भन्छ भ्यू अफ भेक्टर। भनेको हामीले क्यामेराको माथि कतातिर हो भनेर फिक्स गर्नको लागि चाहिँ एउटा माथितिर एउटा भेक्टर छ भनेर मानिदिउँ, त्यसलाई भन्छ भी भेक्टर। यसलाई हामीले मानिदिउँ वाइभी भनेर मानिदिउँ होइन। भ्युइङ कोअर्डिनेटको वाइ एक्सिस भनेपछि त्यो दुइटाको परपेन्डिकुलरमा एउटा भेक्टर आउँछ जसलाई भन्छ जेडभी। भनेपछि एउटा कोअर्डिनेट सिस्टम हाम्रो तयार भयो भ्युइङ कोअर्डिनेट सिस्टमको। भनेपछि भ्युइङ कोअर्डिनेटमा ट्रान्सफर्म भयो नि त अब सबै कुरा। अब यति कुरा बुझ्यो होइन। यसलाई चाहिँ भन्छ लेफ्ट ह्यान्डेड सिस्टम। यसलाई किन हाम्रो यो लेफ्ट ह्यान्डेड भ्यू कोअर्डिनेट सिस्टम हो भन्दाखेरि यो जेडभीको जुन भ्यालु छ नि, यो जेडभीको भ्यालु चाहिँ यो लुकअप पोइन्टबाट यसरी भ्यू प्लेन हुँदै भ्यू रिफरेन्स पोइन्टतिर यसरी यतातिर बढ्दै जान्छ क्या। जेडभीको भ्यालु यता पोजिटिभ हुँदै जान्छ, यता नेगेटिभ हुँदै जान्छ। त्यही भएर यसलाई लेफ्ट ह्यान्डेड सिस्टम हो। राइट ह्यान्डेड सिस्टममा चाहिँ यता पोजिटिभ हुन्छ, यता नेगेटिभ हुन्छ। यो भयो होइन। यो सिम्पल कुरा थियो होइन। अब भ्युइङ कोअर्डिनेट सिस्टम त के अरे भ्युइङ कोअर्डिनेसन सिस्टम त हामीले डिफाइन गऱ्यौँ। अब हामीले के मात्र गर्ने भन्दाखेरि जुन यो अब्जेक्ट छ हामीलाई त के गर्नु छ, डिभाइसमा हेर्नुपर्ने छ। डिभाइसमा हेर्नुभन्दा अगाडि यो 3D अब्जेक्टको यो पर्दामा 2D प्रोजेक्सन हुनु पऱ्यो नि सुरुमा। 2D प्रोजेक्सन हुनु पऱ्यो नि त। यहाँ सपोज यस्तो देखिन्छ होला हो। अब त्यही भएर नेक्स्ट सिस्टम भनेको के हो, भ्युइङ कोअर्डिनेसन सिस्टमबाट प्रोजेक्सन कोअर्डिनेट ट्रान्सफर्मेसनबाट हामीलाई के आउँछ, प्रोजेक्सन कोअर्डिनेट्स आउँछ। यहाँ अब दुईवटा एकदम इम्पोर्टेन्ट टपिक आउँछ, त्यो एकदम ध्यान दिएर हेर्नु होला। प्रोजेक्सन दुई तरिकाको हुन्छ।
हामीसँग दुईटा प्रोजेक्सन छ, एउटा भनेको प्यारलल प्रोजेक्सन, अर्को भनेको पर्सपेक्टिभ प्रोजेक्सन। एकदम सजिलो छ हेरौँ है त। प्यारलल प्रोजेक्सनमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा एउटा कुनै पनि यहाँ अब्जेक्ट हामीले यहाँ राखेको छ, यहाँ अगाडि एउटा पर्दा छ भ्यू प्लेन भने यहाँबाट निक्लिने रेज अफ लाइट छ नि, सबै रेज अफ लाइट एकअर्कासँग प्यारलल हुन्छ क्या। भनेको यो लाइट, यो रे अफ लाइट, यो रे अफ लाइटसँग प्यारलल, यो रे अफ लाइट, यो रे अफ लाइटसँग प्यारलल हुन्छ होइन। र अहिले पो सिधा सिधा निक्ल्यो। एउटा अर्को इक्जाम्पल छ यसमा होइन, जसमा यस्तो छ क्या, रे अफ लाइट प्यारलल हुनको लागि त सिधा सिधा मात्र होइन, यो त नर्मल हुनु भएन, प्लेनसँग नर्मल मात्र होइन कि, प्लेनसँग नर्मल नभइकन यसरी बाङ्गो गए पनि सबै बाङ्गै जानु पऱ्यो क्या। भनेको अहिलेको यो केसमा के थियो, यो प्लेनसँग नर्मलबाट प्यारलल आइरहेछन् होइन, यो प्लेनसँग नर्मल नभए पनि हुन्छ, तर यसरी बाङ्गो आए पनि एकअर्कासँग चाहिँ प्यारलल हुनु पऱ्यो कि। यहाँ अहिले नर्मल छैन नि त यो प्लेनसँग, समथिङ एङ्गलमा छ, यसलाई भन्छ प्यारलल प्रोजेक्सन, जसमा रे अफ लाइट कुनै अब्जेक्टबाट निक्लिरहेको छ त्यो आफूसँग प्यारलल हुन्छ। पर्सपेक्टिभ भनेको चाहिँ रे अफ लाइट एकअर्कासँगै प्यारलल भएर आउँदैन, भनेको यहाँबाट निक्लेको रे अफ लाइट यतातिर कन्भर्ज भएर हुन्छ, यहाँबाट निक्लेको रे अफ लाइट यतातिर कन्भर्ज भएर हुन्छ, र यो भेट हुने ठाउँलाई चाहिँ सेन्टर अफ प्रोजेक्सन भनिन्छ होइन। यो भनेको दुईवटा टाइप भयो। त्यो मध्ये प्यारलल प्रोजेक्सनमा पनि दुईवटा टाइप हुन्छ, जुन मैले अहिले भर्खर भने, एउटा भनेको चाहिँ सिधा सिधा आइरहेछ, अर्को भनेको चाहिँ एउटा एङ्गल बनाएर आइरहेछ, ठिक छ। हो मैले अघि देखाएकै के अरे एक्जाम्पलमा भन्छु, यो चाहिँ माथिको भ्यूबाट हेर्दैछु म। दुईवटा टाइप हुन्छ प्यारलल प्रोजेक्सनको पनि, एउटा हुन्छ अर्थोग्राफिक, अर्को हुन्छ अब्लिक। नामैले भन्छ अर्थोग्राफिकमा चाहिँ के हुन्छ हेरौँ त, यो रे अफ लाइट योसँग परपेन्डिकुलर छ होइन, यो भ्यू प्लेनसँग, भने अब्लिकमा समथिङ एङ्गल बनाएर आइरहेछ होइन। यति कुरा बुझ्यो नि। हो अब यही तिनवटा प्यारलल प्रोजेक्सनको बारेमा बुझ्छौँ। यो अर्थोग्राफिक प्रोजेक्सनमा चाहिँ के हुन्छ भन्दाखेरि, एउटा अब्जेक्ट यहाँ छ अरे, यसको सिधा सिधा लाइट गइरहेछ अरे केमा, भ्यू प्लेनमा गइरहेछ भने यो अब्जेक्टको कुनै पनि हामीलाई के हुन्छ भन्दाखेरि रियल साइज देखिन्छ क्या होइन। अर्थोग्राफिक प्रोजेक्सनको एउटा क्यारेक्टरिस्टिक्स भनेको रियल डाइमेन्सनहरू देखिन्छ तर रियलिस्टिक देखिँदैन, त्यति दुईवटा कुरा बुझ्नु पऱ्यो। अब्लिकमा के हुन्छ, अब अब्लिकमा हेरौँ है त। अब अब्लिकमा चाहिँ हामी प्रपर फिगर बनाएर हेर्छौँ। ल हेरौँ है त, अब्लिक प्रोजेक्सनमा के छ भन्दाखेरि एउटा कुनै पनि हामीसँग एउटा अब्जेक्ट, एउटा पोइन्ट यहाँ छ अरे होइन, जसको कोअर्डिनेट अहिले XYZ छ होइन। अब यहाँ यो छ, अहिले यो के छ, यो भ्यू प्लेन हाम्रो अहिले यहाँ आएर बसिरहेको छ होइन, यो भनेको एउटा ओरिजिन छ। अब हेरौँ है त, साँच्चीकैमा जुन अघि हाम्रो अर्थोग्राफिक प्रोजेक्सन हुन्थ्यो, अर्थोग्राफिक प्रोजेक्सन, त्यसमा यो पोइन्ट यहाँ भएको भए XYZ कोअर्डिनेटबाट तल झरेर भ्यू प्लेनमा एकदम पर्पेन्डिकुलर झर्थ्यो कि झर्दैन थियो, झर्थ्यो नि, एकदम पर्पेन्डिकुलर भएर झर्थ्यो। र हाम्रो ओरिजिनल पोइन्ट चाहिँ यहाँ हुन्थ्यो, भनेको अहिले मैले x,y मात्र लेखाएको छु यहाँ होइन, हुन चाहिँ x,y 0 हो नि त, किनकि ठ्याक्क सिधा सिधा झऱ्यो, जेडको कम्पोनेन्ट 0 भयो होइन। अनि x र y जस्ताको जस्तै, यो x जस्तो यो x त्यही, यो y जस्तो यो y त्यही, यही लेखाएँ है मैले। तर के अरे तर अब्लिकमा के हुन्छ मैले भनेको थिएँ, अलिकति एङ्गल बनाएर आउँछ, त्यो एङ्गल हामी यहाँ देख्न सक्छौँ, अल्फा छ होइन, अल्फा बनाएर आइरहेछ यो प्लेनसँग। र अब यसको x र y कोअर्डिनेट चेन्ज भएर के भयो, XP, YP, 0 भयो, भयो कि भएन, भयो नि हो। अब जुन यो एङ्गल छ नि, के अरे यो लाइन छ नि, यो लाइन जुन यो एक्चुअल हुनुपर्ने पोइन्ट र अब्लिक पोइन्ट बिचमा यो जुन डिस्टेन्स छ, त्यो डिस्टेन्सलाई हामी L भनेर मान्छौँ है, अहिलेको लागि L भनेर मान्छौँ। र त्यो Lले चाहिँ यो कोअर्डिनेट सिस्टमको XBसँग बनाएको एङ्गललाई हामीले अहिले फाइ भनेर मान्दैछौँ होइन, फाइ एङ्गल छ होइन। अब हेरौँ है त, अब एउटा डेरिभेसन छ यसको, यसको डेरिभेसनमा XP भन्ने पोइन्ट छ, त्यसको लेन्थ कति होला, XP भन्ने पोइन्ट कुन हो, यो एक्स एक्सिस हो, XP यहाँ छ भनेपछि यहाँसम्मको पोइन्ट हामीलाई थाहा छ के हो, x,y छ, त्यही भएर x हो, यति पोइन्टको भ्यालु x हो, र यति पोइन्टको भ्यालु कति हो हामीलाई के थाहा छ, यो भनेको के हो, XP हो। XP cos अल्फा गऱ्यो भने यो लाइन आउँछ नि होइन, त्यही भएर यसको एन्सर, यसको XP भनेको x अगाडिको र XP जुन हामीले अहिले भर्खर भन्यौँ XP निकाल्न खोज्दाखेरि XP भनेको यति हो लाइन हो होइन, यो भनेको यति पार्ट र यति पार्ट मिलेर बनायो हो, जसमा यति पार्ट, यो पार्ट भनेको x हो, र यो तलको यति पार्ट भनेको यो L छ नि, L cos फाइ हो कि होइन, किनकि यो एङ्गल भनेको फाइ हो, यो एङ्गल भनेको मैले पहिलेदेखि L छ भनेको छु, भनेपछि XP भनेको
एक्स प्लस कस फाइ भयो। त्यसै गरी वाइपीको भ्यालु भनेको वाइ प्लस एल साइन फाइ हुन्छ क्या। यो फिगर अहिले अलिकति रफ भयो तर बुझ्न त बुझिन्छ होइन। जुन यो एक्चुअलमा हुनुपर्ने पोइन्ट भनेको यो भनेको एक्सकामा वाइ हो। हामीलाई वाइपीको डिस्टेन्स थाहा पाउनुपर्ने हो भनेको यसलाई दुई हाफमा बाटौँ ठिक छ। एउटा यो हाफ एउटा यो हाफ। यति हाफ भनेको वाइ हो, यति हाफ भनेको के हो यो जुन पोइन्ट एल हो यसको यो एङ्गल फाइ हो भनेपछि एल साइन फाइ हो कि होइन, एल साइन फाइ हो होइन। यति कुरा बुझ्यो होइन। अब यसमा त जेडको भ्यालु त 0 छ, जेडको भ्यालु 0 छ होइन। अब हामी के गर्छौँ भन्दाखेरि tan फाइको भ्यालु निकाल्छौँ। tan फाइको भ्यालु कति हो, tan फाइको भ्यालु कति। एकचोटि म यो फिगर एकचोटि यहाँ बनाउँछु ल, किनकि त्यो फिगर अति नै बिग्रियो। यो भनेको अल्फा छ, यो भनेको फाइ छ, यो लाइन भनेको एल छ, यो भनेको एक्स कमा वाइ छ, यो भनेको एक्सपी कमा वाइपी छ होइन। भनेपछि यो भनेको एक्स कमा वाइ कमा जेड छ, यो भनेको एक्स कमा वाइ कमा 0, यो भनेको एक्सपी कमा वाइ कमा 0। अब हेरौँ है त, यसमा हामी tan अल्फा निकाल्न खोज्यौँ। tan अल्फा भनेको के हो, पर्पेन्डिकुलर बाइ बेस। पर्पेन्डिकुलर के छ, कुन ट्रायङ्गलमा हेर्ने भन्दाखेरि यो वाला ट्रायङ्गलमा हेरौँ है। जुन यो ट्रायङ्गल यो बनेर यो ट्रायङ्गल यो र यो, त्यो ट्रायङ्गलमा tan अल्फा भनेको के, यो पर्पेन्डिकुलर यो बेस हो। पर्पेन्डिकुलर भनेको के हो, पर्पेन्डिकुलर भनेको त्यो त जेड एक्सिसको लाइन हो नि त, यहाँ जेड भी हो भनेपछि यतातिर यो र यसमा कति फरक छ, एक्सवाई जेड र एक्सवाई जेरोमा जेड फरक छैन। पर्पेन्डिकुलर त जेड आयो नि त, जेड डिस्टेन्स त हो नि होइन। पर्पेन्डिकुलर बाइ बेस, बेस भनेको त यो लाइन, जुन यो लाइन भनेको यो भनेको त एल हो भनेपछि जेड बाई एल होइन। अब यसमा हेरौँ त हामी, एल भनेको के हो, जेड बाई tan अल्फा ठिक छ। मैले यताउता लगिदिएको मात्र हो। अब हेरौँ 1/tan अल्फालाई हामी L1 मान्छौँ क्या, 1/tan अल्फालाई हामी L1 मान्छौँ भने यो एलको भ्यालु कति हुने भयो। अब एल भनेको जेड L1 हुने भयो कि भएन, भयो नि, किनकि 1/tan अल्फा भनेको हामीले के मान्दियौँ, 1/tan अल्फा भनेको L1 मान्दियौँ हो। त्यसो भए यो इक्वेसनहरू अब रिराइट गर्नु पऱ्यो कि परेन, एलको भ्यालु रिप्लेस गरिदिउँ न त हामी होइन। अब एलको भ्यालु रिप्लेस गरिदिउँ, एक्सपी भनेको के हुने भयो, एक्स प्लस एल भनेको जेड L1 कस अल्फा, वाइपी भनेको वाइ प्लस जेड L1 साइन अल्फा। यो अल्फा होइन फाइ भन्नु खोजेँ, अल्फा अल्फा भन्दैछु म अहिले। त्यसै गरी जेडपी त अहिलेको लागि 0 छ होइन। त्यही भएर अब हामीले एउटा म्याट्रिक्स बनाइदिउँ, यस्तो म्याट्रिक्स बनाइदिउँ कि यदि हामीसँग एक्स कमा वाइ कमा जेड छ भने हामी त्यसको प्यारेलल प्रोजेक्सन ठ्याक्कै थाहा हुने एउटा म्याट्रिक्स लेख्थ्यौँ भनेको यहीबाट त लेख्ने हो। अब त्यहीँबाट लेख्थ्यौँ न त, त्यहीँबाट लेख्थ्यौँ। यो कसरी लेखिन्छ, हामीलाई के चाहियो, एक्सपी चाहियो, वाइपी चाहियो, जेडपी चाहियो, 1 चाहियो भने हामीसँग के छ भने चाहिँ एक्स वाइ छ, एक्स वाइ जेड र 1 छ भन्यो भने अब हामीले कसरी लेख्ने हो हेरौँ है त। याद गर्ने जहिले पनि यसलाई मल्टिप्लाई गर्छ भन्नुको अर्थ यहाँ के छ, अब एक्सपी केसँग बराबर हुनुपर्छ, एउटा एक्स भन्ने टर्म छ जस्ताको जस्तै, अर्को भनेको जेडसँग L1 cos फाइ मल्टिप्लाई भइरहेछ भनेपछि फर्स्ट टर्म भनेको एक्स हुन्छ, एक्स जस्ताको तस्तै छ। हामीसँग वाइ छैन तर जेड केसँग मल्टिप्लाई भइरहेछ L1 cos फाइ, सो L1 cos फाइ यो त 0 भइगयो होइन। त्यस्तै गरी वाइ हेरौँ, वाइमा वाइ भन्ने टर्म छ, वाइपीमा वाइ भन्ने टर्म छ र जेड भन्ने टर्म छ। एक्स भन्ने टर्म छैन, वाइ भन्ने टर्म छ, जेड भन्ने टर्म भनेको L1 साइन फाइ छ र यो 0 छैन। ल बाँकी भएको त जस्ताको त्यस्तै भइहाल्यो होइन। यो के भन्दाखेरि अब्लिक प्रोजेक्सन भनेको यति हो। यति पनि प्रुभ गरेर यो कुनै कुनै बेला यसबाट न्युमेरिकल आउन सक्छ, यही हो। एउटा कन्क्लुजन हामीले के निकाल्न सक्छौँ त्यसपछि हेरौँ त। यो जुन L1 भन्ने कुरा छ, L1 भन्ने कुरा छ जुन भनेको 1/tan अल्फा अघि हामीले भन्यौँ, यदि अल्फाको भ्यालु 90 डिग्री भयो भने के हुन्छ, tan अल्फा भनेको इन्फिनिटी हो, 1/∞ भनेको 0 हुने हो कि होइन। र यदि L1 को भ्यालु 0 भइदियो भने यो एक्सपी केसँग इक्वल हुने भयो, एक्ससँग इक्वल हुने भयो कि भएन। त्यो भनेको के हो, त्यसको अर्थ के हो यहाँ हेरौँ है। यदि यो अल्फा भन्ने त मैले के भने भन्दाखेरि कति एङ्गलले यो नर्मल प्लेनसँग झुकेर आछ होइन, भनेको कतिले प्यारेलल प्रोजेक्सन भएको छ। यदि यो अल्फाको भ्यालु 0 हुनु भनेको के हो, यो लाइन त यसरी आउनु हो नि त ए। अब यो हुँदैन, यो यसरी आउनु नै हो, यसरी नै आउनु भनेको त के हो यो, अब यो अब्लिक भएर अब त अर्थोग्राफिकै भएन। त्यही भएर हामीले बुझ्नु पऱ्यो यदि अल्फाको भ्यालु 0 तिर जाँदैछ भने यो भनेको अर्थोग्राफिक प्रोजेक्सन हो, त्यति कुरा यो होइन। अब प्यारेललको सक्यौँ, अब हामीले के पढ्यौँ, पर्सपेक्टिभ, जसमा चाहिँ
लाइनहरु नै एक आपसमा प्यारलल छैनन्, एउटा ठाउँमा कन्भर्ज भएर गइराछन्। अब यो भनेको चाहिँ के हो भन्दाखेरि के हो रे, यो भनेको के हो, यो भनेको पर्सपेक्टिभ प्रोजेक्सन हैन। ल यो पर्सपेक्टिभ प्रोजेक्सनमा चाहिँ अब के हुन्छ भन्दाखेरि इजिली हामी देखिरहेछौँ नि त, यो पोइन्ट त प्यारलली नभएर ट्याक्क यहाँ यस्तो बाङ्गो भएर आइरहेछ हैन, बाङ्गो भएर आइरहेछ। अब हेर्नु है त, सपोज यो भनेको जुन मैले यो बिचमा एउटा लाइन बनाइदिएको छु, यो भनेको भ्यू प्लेन हो भनेर मानौँ हैन। यसको जेड एक्सिस यहाँ छ हैन, एक्सिसमा यो जेड एक्सिस मैले यहाँ बनाइदिएको छु हैन। भनेपछि यसको एक्स र वाइ एक्सिस त यसरी छ भनेर बुझ्नु पर्यो नि त। यो एक्स एक्सिस, यो वाइ एक्सिस, यो जेड एक्सिस हामीले हेरिरहेको यताबाट हो, त्यही भएर एक्स र वाइ एक्सिस यहाँ देखिएन हैन। यो अगाडितिर चाहिँ यसरी छ हैन। ल अब हेरौँ है त, जुन कुनै पनि एउटा पोइन्ट छ हामीसँग एक्स वाइ जेड, त्यो पोइन्ट हामीले यसरी यसरी आइरहेछ भने यो पोइन्टमा चाहिँ एउटा ठाउँमा छुन्छ अरे भ्यू प्लेनमा, जसको कोअर्डिनेट भनेको एक्सपी वाइपी कमा जेडपी छ अरे हैन। र यो पोइन्ट यता आएर एउटा सेन्टर अफ प्रोजेक्सन भन्छ, अथवा यसलाई पिआरपी पनि भन्छ, पर्सपेक्टिभ प्रोजेक्सन पोइन्ट भनेर भन्छ। त्यो पोइन्टमा आएर छुन्छ भने यो 0,0 किन भएको त बुझ्यो नि, किनकि एक्स वाइ एक्सिस भनेको त यता छ, त्योभन्दा यता त यो 0 हुन्छ नि त, यतातिर त जेड एक्सिस मात्र हो नि त, त्यही भएर जेड पिआरपी मात्र बाँकी छ हैन। ल यस्तो छ अरे हैन। अब हामीले चाहिँ यसलाई यसरी यसरी डिनोट गर्न मिल्छ के, भनेको एक्स प्राइम, यो किन लेखा अहिले बुझिन्छ, एक्स प्राइम भनेको एक्स यु एक्स माइनस एक्स यु, र वाइ प्राइम भनेको वाइ माइनस वाइ यु। यसै गरी जेड प्राइम भनेको जेड माइनस पिआरपी इन्टु यु। अब यो भनेको के हो, यसमा चाहिँ के हुन्छ भन्दाखेरि युको भ्यालु चाहिँ 0 देखि 1 सम्म जान्छ। हेरौँ है त, युको भ्यालु 0 हुँदाखेरि के हुन्छ, युको भ्यालु 0 हुँदा 0 भयो भने यो भ्यालु 0 भयो भनेको एक्स प्राइम भनेको एक्सै भयो हैन। यसै गरी युको भ्यालु 1 भयो भने के भयो, युको भ्यालु 1 भयो भनेको एक्स माइनस एक्स भनेको यो होल टर्मै 0 आयो भनेको के रहेछ भन्दाखेरि युको भ्यालु 0 भनेको चाहिँ यो ठाउँ हो, युको भ्यालु 1 भनेको चाहिँ यो ठाउँ हो क्या। युको भ्यालु 0 आउँदाखेरि चाहिँ मेरो एक्स प्राइमको भ्यालु एक्स नै हुन्छ भनेको एक्सपी नै हुन्छ, र युको भ्यालु 1 राख्दाखेरि चाहिँ यहाँ गरी एक्स प्राइमको भ्यालु 0 भएको छ नि त हैन, एक्सको भ्यालु 0 भएको छैन त। सेम कन्डिसन वाइमा पनि छ हैन। तर जेड एक्सिसको हेरौँ त, जेड एक्सिसमा के भएको छ, एकैछिन है, जेड एक्सिसमा के भयो, युको भ्यालु 0 हुँदाखेरि के हुन्छ, जेड प्राइमको भ्यालु जेड मात्र बाँकी हुन्छ हैन। भनेको यो ठिक छ हैन, जेड पी, ल ठिक छ, यसलाई पी भन्दा पनि यसलाई जेड भिपी लेखिदिँदा हुन्छ है, किनकि भ्यू पोइन्ट हो नि त। ल अब युको भ्यालु 1 हुँदाखेरि के हुन्छ, जेड माइनस पिआरपी हुन्छ, ब्र्याकेट खोल्दाखेरि जेड माइनस जेड काटिन्छ, प्लस जेड पिआरपी बाँकी हुन्छ, भनेको युकस टु 1 भन्ने ठाउँमा जेडको भ्यालु जेड पिआरपी हुन्छ। यति कुरा बुझौँ हैन, यति कुरा बुझौँ। अब के गरौँ भन्दाखेरि सपोज हामीले मानौँ कि अहिले जेड प्राइमको भ्यालु जेड भिपी नै छ, यो भिपी भनेर मानौँ है, यो जेड भिपी भ्यू पोइन्ट भ्यू प्लेन हैन। ल जेड प्राइमको भ्यालु जेड भिपी नै छ, अघि हामीले लेखेको अनुसार यसको फर्मुला के थियो, जेड माइनस जेड पिआरपी इन्टु यु थियो हैन। हो अब यसको लागि हामी युको भ्यालु निकालौँ, जस्तै जेड प्राइम त अहिले जेड भिपी छ, इक्वल्स टु जेड माइनस जेड पिआरपी इन्टु यु। अब युलाई एकै ठाउँमा लगाउँ त के हुन्छ भनेको यसलाई सुन यता लगाउँ, र जेड माइनस जेड पिआरपी इन्टु यु भनेको जेड माइनस जेड भिपी, र यु भनेको जेड माइनस जेड भिपी बाई जेड माइनस जेड पिआरपी हो। अब हेरौँ है त, युको भ्यालु यति आयो, युको भ्यालु यति आयो। अब अघि मैले लेखेको फर्मुलामा जुन एक्स भनेको एक्स माइनस एक्स यु, वाइ प्राइम भनेको वाइ माइनस वाइ यु, र जेड प्राइम भनेको त्यहाँ लेखिरहेकै छ, त्यसमा युको भ्यालु चाहिँ एक्सचेन्ज हालिदिउँ त। भनेको एक्स प्राइम भनेको एक्स जस्ताको जस्तै युको भ्यालु भनेको के आउने भयो, जेड माइनस जेड भिपी बाई जेड माइनस जेड पिआरपी। यो भनेको एक्स कमन लिँदै भने मैले 1 माइनस जेड माइनस जेड भिपी बाई जेड माइनस जेड पिआरपी आयो। यो भनेको एक्स इन्टु जेड माइनस जेड पिआरपी माइनस जेड प्लस जेड भिपी आयो बाई जेड माइनस जेड पिआरपी आयो, ठिक छ हो, इक्वल्स टु एक्स, जेड र जेड काट्यो, हेरौँ है त, प्लस जेड भिपी माइनस जेड पिआरपी आयो हैन। यो ठाउँबाट सपोज यो ठाउँबाट यो जेड पिआरपी यहाँ छ, जेड पी यहाँ छ हैन, पर कुन छ जेड पिआरपी भन्ने, त्यही भएर ठुलो कुरालाई चाहिँ हामी पोजिटिभ पारौँ न, भनेको
जेड पिआरपी माइनस जेड भिपी मानिदिउँ नेगेटिभ कमन लियौँ हामीले तल रहेर राख्थ्यौँ जेड पिआरपी माइनस जेड तलको पनि साइन चेन्ज भयो माथिको पनि साइन चेन्ज भयो होइन भनेपछि एक्स प्राइमको भ्यालु आयो वाइ प्राइमको भ्यालु पनि त्यही नै त आउँछ नि सेम टर्म त हो जस्ट अगाडि वाइ त आउने हो जेड पिआरपी माइनस जेड हेरौँ त अब जेड प्राइममा युको भ्यालु अघि हामीले निकालेको यु हालिदिउँ भने हामीलाई थाहा छ जेड प्राइम त जेड भिपी नै आउँछ नि त किनकि अहिलेको कन्डिसनै त्यही थियो जेड प्राइम भनेको जेड भिपी हो भनेपछि अब हामीले कुनै पनि एउटा एक्स थाहा छ वाइ थाहा छ जेड थाहा छ र हामीलाई जेड पिआरपी र जेडपी थाहा छ भने हामीले सिधै उयो निकाल्न मिल्यो कि मिलेन यो जेड भिपीको भ्यालु निकाल्न मिल्यो कि मिलेन मतलब कुन ठाउँमा प्रोजेक्ट हुन्छ यो थाहा भयो र हामीलाई यिनीहरू थाहा भयो भने यो प्लेनमा कहाँ प्रोजेक्सन हुन्छ भनेर थाहा हुन सक्यो नि त हामीले त्यही फर्मुला यहाँ डिराइभ गरेको हो क्या अब यसलाई म्याट्रिक्स फर्ममा लेख्ने भए एक्स प्राइम वाइ प्राइम जेड प्राइम 1 यसलाई एक्स वाइ जेड र 1 यहाँ छ हामीसँग हो अब यसलाई कसरी लेख्न सकिन्छ भन्दाखेरि यो जुन हामी माथिको जेड पिआरपी माइनस जेडपीलाई हामी डिपी लेख्थ्यौँ भने अब यो माथिको डिपी बाई तल जे छ त्यही माथिको डिपी बाई तल जे छ त्यही हो नि त भनेपछि हेरौँ है त एक्स प्राइमसँग के छ एक्स भन्ने टर्म छ एउटा हो किन एक्स भन्ने टर्म छ र टर्म पनि के छ डिपी बाई जेड पिआरपी माइनस जेड छ यति त हो अरू त हामीलाई केही चाहिएको छैन नि वाइ पनि छैन जेड पनि छैन लास्टको त यत्तिकै भइहाल्यो होइन वाइ प्राइम भन्ने टर्मसँग के छ वाइ भन्ने कम्पोनेन्ट छ एक्स भन्ने कम्पोनेन्ट छैन माथिको डिपी मानेको थिएँ मैले अघि जेड पिआरपी माइनस जेड भन्ने टर्म छ हामीसँग यो अर्को कुनै पनि टर्म छैन होइन यसै गरी जेडको लागि चाहिँ हामी के लेख्न सक्छौँ जेडसँग के छ जेड भिपी भन्ने टर्म छ जेड इन्टु समथिङ होइन यो कन्सट्यान्ट भन्ने कुरा छ त्यही भएर मैले यो थर्डवाला पनि जेडै लेख्थेँ यो 1 छ नि त यहाँ 1सँग यो कन्सट्यान्टले मल्टिप्लाई भएर जेड भिपी नै आओस् भनेर जेड भिपी लेख्थेँ त्यही भएर यो म्याट्रिक्स हामीले यसरी पाउन सक्यौँ यदि हामीसँग एक्स वाइ र जेड छ भने र यो भ्यालुहरू नोन छ भने हामीले यो भ्यालु थाहा हुन सक्यो भ्यू प्लेनको भ्यालुहरू थाहा हुन सक्यो त्यही हो